आज चाहिँ लन्चमा मलाई मनपर्ने मसरुम, मलाई चाहिँ डल्लो मसरुम धेरै नै मनपर्छ हो। म चाहिँ यसलाई यसरी अलिकति घिउमा चाहिँ पहिला मसरुमलाई फ्राई गर्छु। मसरुम मजाले फ्राई गर्छु। धेरै देखे पनि फ्राई गरेपछि अलिक घट्छ, नुन हालेर फ्राई गऱ्यो अन्त यसको पानी निक्लिन्छ के, पानी निक्लेर अलिकति यो घट्छ पनि। मलाई मसरुमको सब किसिमको आइटम मनपर्छ, क्रिमी मसरुम पनि धेरै नै मनपर्छ। यो चाहिँ मैले आज आफ्नो तरिकाले बनाएर खाएको, तपाईँहरूलाई सेयर गर्दैछु। यो मसरुम मैले अलिकति घिउमा बस हालेर फ्राई गरेको, यसको पानी निक्लिँदैछ, कति मजाले हेर्नुहोस् त, मजाले पानी पनि निक्लिँदैछ। र फेरि मैले अलिकति क्याप्सिकम थियो, आधा क्याप्सिकम काटेर यसमै सँगै नै फ्राई गरिदिएको पनि। यसमा आलु पनि मिलाउन सक्नुहुन्छ तपाईँहरूले, मसरुममा होइन, आलु मिलाएर पनि बनाउन सक्नुहुन्छ। मैले चाहिँ अलिकति क्याप्सिकम मिलाएको, आलु चाहिँ मैले खानु मिल्दैन, त्यही भएर हेर्नुहोस् त कति राम्रो कलर देखिन्छ कि, धेरै नै मनपर्छ, मेरो सबसे फेभरेट हो। यो मसरुम फ्राई भइसकेपछि पानी निक्लिनु छोडेपछि मैले यसलाई निकालिदिएँ। यसरी बाहिर मैले मसरुम सबै बाहिर निकालेँ। हेर्नुहोस् न कति राम्रो कलर भएको कि, साह्रै मन पऱ्यो, काँचै खाउँ जस्तो। आधा त पाकिसकेको छ यो हो। अब मैले कराईमा अलिकति तेल हालेँ, थोरै तेल हालेर अन्त जिरा र धनियाँ, क्रस गरेको जिरा र धनियाँ हालिदिएँ। अन्त यो प्याज र खुर्सानी छ, प्याज चाहिँ अलिक धेरै हालेर फ्राई गर्छु। मैले आज आफ्नो तरिकाले मसरुम बनाउँदैछु, कि त्यो अरू बेलाको जस्तो होइन कि झोल हालेर सब्जी बनाएको जस्तो या अरू केही पनि होइन। आफ्नो तरिकाले आज मन लगाएर खान मन पऱ्यो मसरुम, त्यही भएर यो मैले खलबट्टा भन्छ यतातिर, यसमा चाहिँ मैले अलिकति अदुवा र लसुन कुटेको छु, त्यही अलिकति हालिदिएको, थोरै थियो बचेको, त्यही हालिदिएँ। अनि अलिकति अदुवा लसुनको पेस्ट पनि हालिदिएँ। त्यसलाई अलिकति यसरी छिटो चलाउँछु। अन्त यो अदुवा लसुन प्याज राम्रोसँग फ्राई भइसकेपछि टमाटर, 2टा टमाटर चप गरेर हालिदिएँ। अब यो टमाटर र प्याज राम्रोसँग पकाउनुपर्छ। यहाँनिर नुन होइन, स्वादअनुसार हल्दी जति सही लाग्छ त्यो हिसाबले चाहिँ हालेर म एकछिन यसलाई चाहिँ छोपेर पकाउँछु, ताकि सब्जी राम्रोसँग पाकोस् होइन। मजा आउँछ यसरी आफ्नो तरिकाले पकाउँदा। अहिले नानीको पनि स्कुल छुट्टी छ, त्यही भएर आरामले खानालाई टाइम दिएर, नै त छिटो सबै कुरा छिटो गर्नुपर्छ। छुट्टी भएको बेलामा चाहिँ सब कुरा आरामले गर्न मन लाग्छ। यो चाहिँ मैले सुकेको खोर्सानी, जिरा पाउडर र धनियाँ पाउडर, मतलब धुलो कश्मिरी लाल मिर्च, जिरा पाउडर, धनियाँ पाउडर हालेको, यो 3टा मात्रै मसला हो, अरू एक्स्ट्रा केही हाल्नै पर्दैन। यसरी चाहिँ मैले आज बनाएर खाएँ। मसला एकछिन पाकेपछि चाहिँ मैले यहाँनिर अघि फ्राई गरेको मसरुम र क्याप्सिकम चाहिँ हालिदिएँ। अन्त यसलाई पलट राम्ररी चम्मचले चलाउने, एकदम मिठो हुन्छ। यति मिठो भयो म भन्न सक्दिनँ, मलाई धेरै नै मन पर्यो। मैले आफै नयाँ इन्भेन्सन गरेको भनौँ न। यसरी मैले कहिले बनाएर खाएको थिइनँ, तर मलाई आज जो बनाएर खाएँ, धेरै, मेरो नानीले कहिले मसरुम पनि खाँदैन थियो, यति मिठो गरेर खायो नि मसरुम, त्यो पनि क्याप्सिकम हालेको। यो रेड चिल्लीको खोर्सानी थियो अलिकति, मैले त्यो हालिदिएँ। मेरो नानीले कहिले मसरुम खाँदैन थियो, क्याप्सिकम त झन् खाँदैन थियो। मसरुम क्याप्सिकमको सब्जी भनेपछि पर भाग्ने मान्छे आज गम खाइसकेर भने यो के को सब्जी थियो, मसरुमको। मैले कति मिठो बनाएको, सबै खायो, पुरा मन परायो नानीले पनि। तपाईँहरूले पनि ट्राई गर्न सक्नुहुन्छ यसरी हो, ड्राई गरेर मसरुमलाई ग्रेभी गरेर होइन, ड्राई गरेर बनाएर खाने कोसिस गर्नुहोस्। यति राम्रो, यति मिठो हुन्छ नि, पानी हाल्नै परेन क्या, बिना पानीकै बनाएको। यो आफै नै मसरुमले क्याप्सिकमले आफै पानी छोडेको। अलिकति धनियाँ चप गरेर गार्निसिङ गरिदिएँ। एकदम राम्रो कलर, हेर्नुहोस् त कति राम्रो कलर, कति मजाको भएको छ है। आजको मेरो खाना चाहिँ
आज मैले रोटी बनाइनँ, चावलै खान्छु। यो गहतको दाल, मलाई स्टोन भएको कारणले गर्दाखेरि, सानो स्टोन भएको कारणले गर्दाखेरि गहतको दाल खानुपर्छ भनेर गहतको दाल बनाएँ मसरुम। थ्याङ्क यू फर वाचिङ।